सुन्दरताको साक्षी बनेको लाङटाङको अत्यन्तै मनमोहक 4 दिने पदयात्रापछि अब हाम्रो यात्रा प्रकृतिको गोदमा बसेको धार्मिक आस्था र रहस्यको प्रतीक पवित्र स्थल कुसाईकुण्डतिर अघि बढेको छ। हिमालको चुचुरोले आकाश छुँदै हरियाली पहाड र तीर्थयात्रीहरूको सद्भावले भरिएको यो पवित्र स्थल कुसाईकुण्डले हामीलाई आफ्नो मायालु अँगालोमा बोलाइरहेको छ। यहाँको पवित्र तालले शिवको कथा सुनाउँछ भने चिसो हावाले आत्मा नै शीतल बनाउँछ अनि हिमालको मौनताले भने मनको गहिराईसम्म आनन्दित बनाउँछ। लाङटाङको साहसिक यात्रापछि अब भने आध्यात्मिक यात्राको पालो। यस पावन यात्रामा सँगै रहनुहोला जहाँ प्रकृति, आस्था र हाम्रो नेपाली संस्कृति एकाकार भएर बसेका छन्। आउनुहोस् कुसाईकुण्डको यो अद्भुत यात्रा सँगै सुरु गरौँ। Prouder every step. Travel to see the Nepal. Don't need to see anything. Just travel to see the Nepal, guys. So hello guys again. है अब चाहिँ हामी यहाँ ठ्याक्कै हाम्रो कुसाईकुण्डको अब ट्रेकको लागि जुन छुटिने बाटो मैले अगाडि देखाएको थिएँ ठ्याक्कै त्यहाँनिर आइपुग्यौँ होइन। है त अहिले चाहिँ हामी यहाँनिर छौँ। लाङटाङबाट यहाँ आयो स्याब्रु बेसी भनेको अब हामी अस्ति आएको ठाउँ भयो। अब चाहिँ हामी त्यो बाटो छोडेर ठुलो स्याब्रु हुँदै कुसाईकुण्ड जाँदैछौँ होइन। सो यही नै हो है। अब यताबाट स्याब्रु बेसी फर्किने यताबाट चाहिँ कुसाईकुण्ड। ल यात्रा सुरु भएको छ। काक्स लजाउँ अगाडि चट्टो लगाएर खुड्किला पहिलो घुम्ती गाइस पहिलो घुम्ती 30 नम्बरको पहिलो घुम्ती गाइस। ल अब चाहिँ हामी ठुलो स्याब्रु बेसीतिर लाग्यौँ है त। कुसाईकुण्डको हाम्रो यात्रा दोमेनमाथि रहेको स्याब्रु बेसी र ठुलो स्याब्रु बेसी छुटिने दो बाटोबाट सुरु हुन्छ। निगालो घारीमा ढलान गरी बनाएको ससानो घुम्ती हुँदै मिठो गफमा रमाइलिँदै हामी अघि बढ्यौँ। लेट्स गो। नयाँ गन्तव्यको यात्राले होला शरीर थाके पनि मन भने थाकेको थिएन। उकाली उराली गर्दै हामी साँझ झपक्क हुँदा स्याब्रु बेसी पुग्यौँ। आइपुग्यो त दाइ। के छ दाइ खबर? गुड भेरी गुड। भर्याङ चाहिँ चढियो खतरा गयो केटा। के छ त? 365 चढियो। ठ्याक्कै के? ल हामी चाहिँ यहाँ ठुलो स्याब्रु आइपुग्यौँ होइन। हाम्रो होटलको नाम के अरे? होटल ल्याकमा चट्ट लगाएर आइपुग्यो। अब चाहिँ हामी रुमतिर जान्छौँ। तर गाउँ चाहिँ लास्ट ठुलो रहेछ है। ठुलो स्याब्रु भने यत्तिकै ठुलो स्याब्रु भने होइन रहेछ नि त। अघि हामीले हेर्दा चाहिँ यो टाइपको डाँडा मात्रै थियो हाम्रो सोचेको थियो। तर पल्लोपट्टि पनि वाइल्ड रहेछ होइन। गाउँको पुछारदेखि सिडी हान्दै आयो। फाइनली कति अरे 365 प्लस जोड्नै बाँकी छ होइन। तर त्यो चाहिँ वाइल्ड अति नै मैले सोचेको थिइनँ। तर अति नै डेभलप भइसकेको ठाउँ रहेछ क्या। भने त ल यस्तो मजाको होटलहरू चट्ट लगाएर बनिएको रहेछ। अब हामी छिर्छौँ भित्र फ्रेस हुन्छौँ अनि बाँकी कुरा गर्छौँ। ल हामी चाहिँ रुममा आइसक्यौँ होइन। अनि अब सबै कपडा भिजिरहेको छ। पसिनाले ल्याप्पै भएर अब चेन्ज गर्छौँ हल्का फ्रेस हुन्छौँ। अझै अब फेरि रुम 4 जनाको 2 जनाको यता काका र मेरो दाइ र सङ्गीत काका जुत्ताडी छ। काँडाहरू के गर्दैछ त यहाँ दुईटा सुकुटी त भयो। एउटा सुकुटी दुईटा सुकुटी त याकै अनि अब दाइ पनि फ्रेस हुन लाग्यो। ल अब हामी पनि म पनि फ्रेस भइहाल्छु।
चट्ट लाएर खानासाना खाएर फेरि अब भोलि यहाँबाट अब राम्रै चढ्नु पर्नेछ उकालो भोलिको लागि पनि तयारी हुनु पर्यो तर मजा आयो चाहिँ साँझ अलिकति उज्यालोमा आएको चाहिँ गाह्रै हुन्थ्यो होला हल्का साँझ पनि परिसकेको थियो त्यही भएर हामीलाई त्यस्तो गाह्रो पनि भएन अनि भोलिको लागि एकदम एक्साइटेड छौँ हामी सबैजना भोलि अब यताबाट हामी सकेसम्म भयो भने के भन्छ हाम्रो माथि कोसाइकुण्ड पुगेर त्यसपछि चाहिँ हामी उता हुँदै झर्छौँ त्यही हो म फ्रेस हुन्छ है त हेलो बदी 7 दिनको मर्निङ 7 दिनको पालो हामी चाहिँ ठुलो स्याटरमा छौँ अनि हामी अब यहाँ ब्रेकफास्ट लिन लागेको होइन मैले चाहिँ नि एक दुईवटा इन्ट्रेस्टिङ कुरा देखाउनु मन लाग्यो है हाम्रो 19 कतिको यो हो नि त 1988 ल है त्यहाँ कस्तो टल्किँदो रहेछ यार है जुम गर न हुन्छ हाम्रो 1988 को निकिता अनि यो पछिको निकिता पनि यस्तै रहेछ क्या एकजना खैरी अनि यो चाहिँ कन्स्ट्रक्सन गर्दै गरेको बेलाको रहेछ यो होटलको होइन पछि होला कता के हो थाहा भएन तर यसको फाल्टै साउन्ड हुने मिठो खालको हिमाल मात्रै बिल्डिङ है त यो पनि पहिलाकै हो सिक्न गएको जस्तो यो पनि पहिलाकै हो यही ठाउँको अहिले हामी बसेकै ठाउँको सो अति नै बबाल रहेछ अनि आई विल सो यु हाम्रो के अरे ठुलो स्याब्रु है ल यो चाहिँ पारिपट्टिको है यो चाहिँ बजार लाइन होइन पारिपट्टिको हामी चाहिँ यता त्यहाँ हुँदै यता हुँदै आएको यो चाहिँ पारिपट्टि अनि त्यहाँ माथिबाट घाम लाग्दैछ बब्बाल तरिकाले यो चाहिँ नि हाम्रो होटल लाइनहरू भयो हामी बस्दैछौँ केटाहरू त्यहाँ चट्ट लाएर खाजा खाँदैछ ल अब हामी खाजा खान्छौँ एकछिन अनि खाजा खाएर फाडी हालिदिन्छौँ है त ल स्टेडियम गाइज भाइ हामी मूल घर कति घन्टा पुग्छौँ यहाँबाट 3 घन्टा पुग्छौँ हजुर 2 घन्टा बेसीमा 2 घन्टा ए हो त्यो शेर्पापट्टि झन् माथि हो त्यही 20 मिनट माथि ए त्यहाँदेखि त सिधै फेरि माथि रहेछ एकैचोटि होइन मुगाबाट एकैचोटि चौरपट्टि 5 घन्टा जति लाग्छ अहिले 3 घन्टा 3 घन्टा लाग्छ चौरपट्टि पुग्नु 3 घन्टा चौरपट्टि त्यसपछि 1 घन्टा लाग्दैन ठिक हुन्छ होला 2 घन्टा खानु ठिकै हुन्छ 2.5 घन्टा भोलिपल्टको हाम्रो यात्रा बिहानीको घमाइलो अनि न्यानो घामको किरणसँगै सुरु हुन्छ ठुलो स्याप्रो बेसीको सुन्दरतामा लुप्त हुँदै हामी उकालो लाग्छौँ हामी चाहिँ जाँदैछौँ ठुलो स्याप्रोदेखि अलिकति माथि अब लगभग यो हामी गाउँ कट्यौँ भनेको गाउँ अझै रहेछ मासतिरसम्म होइन अनि अहिले चाहिँ क्या अनि त्यो हामी पनि यत्तिको रेन्जको हो नि त यत्तिको रेन्जमा जन्मी हुर्केको मान्छेहरू हो ठ्याक्कै त्यो आफ्नै गाउँतिर आए जस्तो कि तुसारोहरू टक्क जोतेको होइन अनि साइडमा अलिकति तुसारोहरू पुरुष परेको होइन जस गाउँको एउटा भाइब दिए जस्तो फिल भयो होइन जाँदैछौँ अनि यताको चाहिँ प्रोपर ट्रेलको चाहिँ यता चाहिँ प्रोपर ट्रेल रहेछ यता चाहिँ होइन अनि भन्दाखेरि तल लोकलहरूले भन्दाखेरि सिन वाइज पनि अब हामी त लाङबाट जाँदाखेरि चाहिँ खोज जानु पऱ्यो माथि डेस्टिनेसनमा पुगेपछि मात्रै एउटा भ्यू देखियो नि त तर यहाँ चाहिँ अब तलैबाट हिमालको बल सिनहरू देख्न थालिसक्यो कि
झन् माथि लौरी बिना समथिङ के भन्ने ठाउँबाट त त्यहाँबाट अझै बल देख्छ अरे क्या, चाहिँ सोह्र यहाँको 12 बबाल छ अरे। सो वी आर भेरी भेरी एक्साइटेड होइन। अनि सबै कुराहरू जोसमा हिँडिरहेको छ ल है त। ओपी छ ठाउँहरू ल। स्टे ट्युन गाइस। यो चाहिँ हाम्रो के भयो माने घुमाउने है, तर पानीले नहालेर नघुमिरहेछ अन्त काका। नाइस। अनि पुरै सुरु हुँदाखेरि आज चाहिँ मजाको शीत भेटिँदैछ। जाँदैछौँ अब मूल खर्क पुग्नलाई हामीलाई त्यस्तै 1-2 घन्टा लाग्ला। हाम्रो अब खाना खाने प्लान त्यही छ, त्यहाँ गएर मजाले 1-1.5 घन्टा बसेर त्यस पछाडि फेरि उकालो चढ्छौँ। Sale, hit. No. ठ्याक्कै मुख खर्क आइपुग्यो। मूल खर्क भनेको होइन रहेछ, मुख खर्क चाहिँ रहेछ। अब यहाँ खाना खान्छौँ। हामी चिलमा हिँड्यो, खास 1.5-2 घन्टाको बाटो रहेछ यो। हामी बिस्तारै आइयो। अनि अब यहाँबाट माथि अब हामीलाई त्यस्तै लाग्ला 2-2.5 घन्टा। आज हामी माथि के अरे गोसाइकुण्ड जाँदैन, हामी तलै बसेर भोलि बिहान जान्छौँ। यही हो, दुईवटा होटल रहेछ, 2-3टा। कस्तो रमाइलो रहेछ है त गाइस। अब हामी यहाँ बसेर चट्टो लगाएर दामी खाना खान्छौँ। काहीँ मुखर्क होइन है, मुखर्क है गाइस। Today we'll start the vlog with the English, and the English is like a Nepali accent. Nepali accent and Nepali. Today we are in right now we are in altitude of 3,000 meters, and as you can see the mountains out there. Okay, and the Gosaikunda is somewhere out here. That's Dutkunda. That's Dutkunda, and Gosaikunda is somewhere behind that mountain. Yeah. We have got Joppe, father of Joppe. Joppe. Namaste. We have got our Moise Dai. Nice. Moise Dai, no, nice Dai. Nice Dai. Nice पनि हो क्या काका? Nice Dai. So हामी यहाँ मुखर्कमा छौँ होइन। चट्टो लगाएर यहाँबाट हिमालको रेन्जहरू बबाल देखिरहेको छ होइन। अनि हेलो हेलो। अनि चाहिँ 2टा होटल रहेछ पर यहाँ। सो 2टा होटल, मिठो ठाउँ, आनन्दको ठाउँ होइन। अनि अब यहाँ खानाहरू बनिँदैछ। सिङ्गम्पा। अनि अब हामी यहाँ मजाले हामी कति 1-1.5 घन्टा रेस्ट गर्छौँ हामी। 1.5 घन्टा चट्टो लगाएर ठ्याक्कै 1.5 घन्टा रेस्ट गर्छौँ।
अनि त्यस पछाडि अनि फेरि उकालो भालेको मासु भात खान लागिरहेछ नि के अरे लोकल भालेको मासु भात सुप खान लागिरहेछ कहाँको कुखुरा कुखुरा देखाइदेऊ न है जतिको भाउ है लोकल कुखुरा देखाइदेन है लोकल कुखुरा खुट्टा हेर्न यसको यार सानो भन्दा तिम्रा भाकाहरूले मेरो मुटु छोइसकेछन् मैले पनि हैन मेरा आँखाहरूले तिम्रा लागि रोइसकेछन् त्यसै कस्तो गाडा माया बसेको दुध पनि जाँदैन जाने त्यसै कस्तो गाडा माया बसेको दुध पनि जाँदैन जाने माया भन्ने यस्तै हो कि मलाई मात्र यस्तो रुँदा पनि जाँदैन जाने तिमीले त हैन तिम्रा भाकाहरूले मेरो मुटु छोइसकेछन् मैले पनि हैन मेरा आँखाहरूले तिम्रो लागि रोइसकेछन् एकोहोरो माया हो कि के भनेर सोधौँ मलाई पिर पर्नु पर्यो नि एकोहोरो माया हो कि के भनेर सोधौँ मलाई पिर पर्नु पर्यो नि सपनीमा जति गरा विपनीमा टाढा यो मायाले गर्नु गयो नि तिमीले त हैन तिम्रा आँखाहरूले मेरो मुटु छोइसकेछन् मैले पनि हैन मेरा आँखाहरूले तिम्रा लागि रोइसकेछन् हामी चाहिँ 3584 मिटर हाइटमा रहेको हाम्रो के अरे चोलाङपाटी भन्ने ठाउँमा ठ्याक्कै आइपुग्यौँ होइन अनि अब यहाँबाट हामी लौरी बिना भन्ने ठाउँ चाहिँ त्यो माथि बादलको पछाडि चाहिँ अघि चाहिँ देखिरहेको थियौँ अहिले छोपिसकेको छ होइन अब हामीलाई मेबी 1 घन्टा जति लाग्ला त्यहाँ पुग्नलाई अनि बिस्तारै जान्छौँ आज हामी त्यहाँ बस्छौँ हामीसँग इनफ टाइम छ सो आज चाहिँ अब खुल्ला अब यता त्यस्तो बल माउन्टेन रेन्जहरू छ है तर सँगै बस आज चाहिँ पुरै बादलले सबै छेकिदिइरहेको छ कि अनि एकदम चिसो भइरहेको छ हामीले उता भन्दा पनि यता एकदमै चिसो फिल भइरहेको छ सायद हिउँ पर्ने चान्सेसहरू एकदमै धेरै नै छ होइन हामीलाई त्यस्तो लागिरहेको छ किनभने हावा पुरा एकदम चिसो चलिरहेको छ कि सो त्यही हो एकछिन हामी रेस्ट गर्छौँ अनि फेरि हामी
हाम्रो गन्तव्यतिर लाग्छौँ है त। खचरले चिसो गर्दैछ। Guys, हामी आज टप अफ द वर्ल्ड 4000 मिटर्स ठाउँको नाम लौरी बिना है केटा। यहाँ हेर म देखाउँछु फेरि लौरी बिना बट वी आर लौरो तर हामी लौरोसँग छौँ हैन। ल यता हामी चाहिँ मलाई लाग्छ सरकारले यहाँ 2-3 वटा हेलिप्याड नि बनाउनु पर्छ पर्छ मलाई पछि सजिलो हुन्छ मलाई सजिलो हुन्छ। अनि त्यसको रेट चाहिँ ट्याक्सी जस्तै हुनु पर्यो यसो उबर हेलिकप्टर जस्तो हुनु पर्यो ट्र्याक्टर जस्तो गर्ने दोरीबाट चढ्ने 4-5। अनि यहाँ हामी चाहिँ टक्क झुन्डेर आउँछौँ यहाँ टक्क एक दिनलाई स्की हान्दै झर्छौँ फेरि ओह्रालो। त्यो अलिक पोसिबल नहोला तर पनि सोच्दिउँ ल यस्तरी सोच्दैमा के गर्छ साइक्लिङसँग ए ल हाम्रो चाहिँ यो है भ्यू चाहिँ योपी छ। हामी होइन यहाँ हाम्रो के अरे होटलको नाम पाएको लौरी बिना होटलको नाम मर्निङ भ्यू है। छैन आज हामी हिजोसम्म चाहिँ मायामा खुला थियो रहेछ, आज चाहिँ यता मर्निङ भ्यूको पालो रहेछ होइन। ल है त यहाँ बादलले थोरै ऱ्याक हान्दियो यतापट्टि छ हिमाल तर त्यही पनि हिमाल चाहिँ यतापट्टि छ है त। ल एकछिन हामी अब यहाँ चट्ट लगाएर बस्छौँ उताबाट हिमाल आउँछ होइन हो के थाहा हिमाल चढ्छ विशाल चट्ट लगाएर बस्छौँ अनि अब चाहिँ कपडा सपडा चेन्ज गर्छौँ। पाण्डा देख्यो हजुर पाण्डा देख्यो हिमालय ल बाहिर चाहिँ है त। ल एकछिन बस्छौँ है त हामी है अब यहाँ फेरि छौँ चट्ट लगाएर अनि बाहिर निस्किन्छौँ अनि है। ल हामी चाहिँ कपडाहरू चेन्ज गरेर यहाँ बसिसक्यौँ आगो ताप्दै चट्ट लगाएर है। अनि पछाडि कस्तो त्यो क्षितिज पारिबाट त्यो घामको किरणहरू होइन पुरै गोल्ड कलरमा यस्तो दामी देखिरहेको छ। सो चिसो छ एकदमै, यहाँ एकदमै चिसो रहेछ, माथि भन्दा पनि धेरै चिसो फिल भइरहेको छ होइन। अब त्यही यहाँ अरू पनि रहेछ, हामीले आजै होला फर्स्ट टाइम यसरी अरू गेस्टहरू पनि भेटेको, नभए जहाँ बस्दाखेरि पनि हामी मात्र थियौँ। अब चट्ट लगाएर एकछिन बस्छौँ, गीत सित गाउँछौँ होइन। अनि त्यही हो, अनि भोलि बिहानै उठेर जान्छौँ यहाँ माथिसम्म, कता अरे उकालो छ अरे, त्यस पछाडि तिर्सो छ भन्दैछ है त। त्यही हो, अब बाहिर बस्नु सक्दिनँ म, यो देखेर एकछिन हेर्न आएको थिएँ, अब भयो म जान्छु है। कुण्डमा गाउँदैछु
सम्झना मायाको स्वर सुन्दा आँखी जालैमा के दिने उपहार जाने बेलैमा 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 यतिको चाहिँ चाहियो यति नाचेको राम्रो छ मरि जाने जिन्दगी हाम्रो छ आँखी जालैमा नाच्यो झिल्के नाच्यो बाहुली कम्मर नाच्यो नाच्यो झिल्के नाच्यो उपहार जाने बेलैमा Boots hit the trail, dirt flies beneath. The mountain whispers in the breeze, so sweet. Under the open skies we roam so free, chasing horizons where dreams will be. Horizons call our name, they never sleep. The valleys stretch wide, the rivers run deep. Every rocky step tells a story in stride, with the weight of the world, but nothing to hide. We roam, we rise, we climb so high, through forests dark beneath the painted sky. The wind's our guide, the path our friend. ठ्याक्कै हामी चाहिँ माथि बुद्ध पार्कमा आइपुग्यौँ घामको आजको घामको पहिलो किरण भेट्यौँ होइन अनि यहाँ चाहिँ लौरी बिनायो एउटा भाइ एकजना ब्रदरले भन्दै हुनुहुन्थ्यो पहिला चाहिँ यहाँ चाहिँ शिवजीले चाहिँ लौरी बिर्सेर जानु भएर चाहिँ लौरी बिनायो भनेर चाहिँ यसको नामै लौरी बिना समिति भनेर भन्दै हुनुहुन्थ्यो होइन त्यही बुद्ध पार्क र त्यो रहेछ जाँदैछौँ अब हाम्रो उकालो लगभग सक्यो अब हाम्रो तेर्सो छ कहिलेसम्म अगाडि गइसक्यो है त चिसो एकदमै सिटी हावा चल्ने रहेछ है एकदमै गाह्रो अब चाहिँ तेर्सो घाम पनि लाग्यो न्यानो पनि भयो अलिकति सहज होला है त हामी गोसाइकोटातर्फ जाँदैछौँ We roam, we rise, we climb so high, through forests dark beneath the painted sky. The winds our guide, the path our friend. This journey's ours until the end. मेरो लाइटको नाम On ridges high, we are finally here हैन गोसाइकुण्ड 4300 मिटर हाई अल्टिट्युडमा हैन सबै लेक चाहिँ कुण्ड चाहिँ सबै फ्रोज भइसकेको छ ल अब हामी तल जान्छौँ काका फाइनली म्यान कति समय लाग्यो है राइट 1 घन्टा 30 मिनट 1.5 हामीले चाहिँ आइपुग्नुलाई त्यही हो 1.5 आवर लाग्यो होइन अनि 9:22 भनेपछि
अति नै बवाल यार, अति नै बवाल। गोसाइकुण्डको यो पवित्र धरतीमा बिताएका यी अन्तिम क्षणहरू जहाँ हाम्रो आत्माले शान्ति पायो, मनले आस्थाको अर्थ बुझ्यो र यादहरूको एउटा सुन्दर पोको बन्यो। यात्राको अन्त्य भनेको कहिले बिदाइ नहुँदो रहेछ, बरु एउटा नयाँ सुरुवात हुँदो रहेछ जसले हामीलाई आफ्नै अनुभवसँग बाँधेर राख्ने रहेछ। लाङटाङको बर्फेली हिम श्रृङ्खलाहरूबाट गोसाइकुण्डको पवित्र तालसम्मको यात्रामा हामी हाँस्यौँ, गायौँ, नाच्यौँ र केही क्षणहरूमा त आँसु पनि खसाल्यौँ। जे होस्, यी सबै यादहरू अमूल्य छन्। लाङटाङको पदयात्राले हामीलाई साहस दियो भने गोसाइकुण्डको पदयात्राले हाम्रो आत्माले शीतल बनायो। यो हाम्रो यात्रा व्यक्तिगत होइन, यो त हामी सबैको साझा कथा हो। धन्यवाद मेरा सहयात्री साथीहरूलाई। तपाईँहरूको साथ नभएको भए यो यात्रा अधुरो नै रहने थियो। तपाईँहरूले यो यात्रालाई जीवनभर सम्झिने गरी यादगार बनाउनु भयो। अनि धन्यवाद यहाँहरू सम्पूर्णलाई यति बेलासम्म हेरेर साथ दिनुभयो। अर्को यात्रामा फेरि भेट्नेछौँ। थ्याङ्क यू सो मच गाइज फर वाचिङ होइन, यति बेलासम्मको लागि। अब यो हाम्रो एकदमै बवाल मजा आयो होइन। हामी अब यो ब्लग अब यही इन गर्दैछौँ होइन त काका? Yes. थ्याङ्क यू सो मच। Thank you so much for watching. अनि किप सपोर्टिङ अस है। डोन्ट फर्गेट टु सब्सक्राइब होइन, लाइक अनि सेयर के हुन्छ होइन, सपोर्ट गर्नु पऱ्यो गाइज है त। सो सी यू इन नेक्स्ट ट्राभल सिरिज है त। थ्याङ्क यू सो मच। नेक्स्ट डेस्टिनेसन चाहिँ एकदम सस्पेन्स ल थ्याङ्क यू सो मच गाइज। बाई 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 बाई।